शिवपुरी गेटमा छौँ होइन त शिवपुरी अरे सुन्दरी छ 42 सालमा हेलेन शाह आएको डर लाग्ने सर को भनेर होइन हामी मूलस्वर्ग हुँदै गोसाइकुण्ड चिसा पानी हुँदै गोसाइकुण्डको यात्रामा हिँडिरहेका छौँ ल पहिलो दिनको छाङ्गुनीबाट अब हामी निस्किँदा छौँ हाम्रो साउनी बोर्ड लामा होटेलको बोर्ड फर्स्ट डे सबै हामी राम्रो पुग्यौँ राम्रो सुताइ भयो साउनीले मिठो खाना खानुभयो धेरै राम्रो छ आज हामी दिपकजी हामी लाङटामको नजिकै फेदीमा यति सुन्दर दृश्य यी हिमालहरू अनि यो हरियाली जङ्गल अब हामी कतातिर जाँदैछौँ यस्तो राम्रो हावा चलिरहेको छ ब्याकग्राउन्डमा कता हाँसेको कति क्लास पढ्ने तिमी
सिमाल गुराँस भएको ठाउँ एकदम रमणीय सेतो गुराँस पुरै गुराँसै गुराँस छ एकदम रमणीय छ एकदमै यो सानो गोप्टेको होटेल अहिले बन्द भयो पर्यटकको कमी भएर अब हामी अझै 3-4 घन्टा हेर्बाट लाग्छ उता माग्नी गोठ पुग्नलाई ल एकदम मजा आइरहेछ उकालोमा भारी बोकेर रमाइलो आइरहेछ हामी कुन हिमाल छौँ दिपकजी पत्ता लगाउनुहोस् तपाईँले काम हो यो ल तपाईँको चमक यहाँ आएपछि ओहो यस्तोले वेलकम गर्नुभएको रहेछ भन्नुहुन्छ यहाँ ल दिपकजी यता हामी कुन हिमालमा सिनाको वर्षा सिनाको वर्षा पुरै असिना सिना बिजोग भयो हाम्रो अब जाने कहाँ हो कसरी हो बाटो कता हो धेरै लफडा होला जस्तो छ पुरै 3-4 मिनट भइसक्यो पऱ्यो
ल बाबा हामी कहाँनिर छौँ अहिले कहाँ हो हाँ? के अरे के ग्याङ मेलम्ची ग्याङ जाने बाटो वे अफ द मेलम्ची ग्याङ कति टाइम हिँडियो त हामी हामी लगभग हिँडियो अहिले 9:45 बज्यो कति बेला निक्ल्यो 8 अनि 8:30 मा निक्ल्यो 1 घन्टा हिँड्यो हिउँ परेको ठाउँमा हिँडाइ कस्तो छ त हाँ, छिनछिनमै लडसरी पिर्छ उम्, माथिबाट पानी ल आमा एग्री सुरु भएन सुरु गर्नुहोस् भइसक्यो आमा एग्री पछाडि बादलले कुहिरो लागेको डाँडो त्यो आमा एग्री हिमाल अब हामी मेलम्ची घ्याङ जाँदैछौँ पुरै सेतो गुराँस पुरै फुलेको छ पिङ्क पिङ्क गुराँस आजको हाम्रो यात्रा कहाँ जान्छौँ आजको यात्रा चाहिँ हामी अब मेलम्ची घ्याङ त्यो कुहिरो लागेको डाँडो चाहिँ आमा याङ्ग्री हिमाल क्लियरली देखिएको छ ल मौसम राम्रो छैन आज पनि मौसम चाहिँ गडबडी छ नै देखाइरहेको है मौसम चाहिँ अलिक राम्रो झर्छै काले कहाँको पुलमा हिँड्दै हुनुहुन्छ त्यो अब खोला थाहा भएन होला नि त्यो कुन महिना झोलङ्गे पुल त यो नाम त छ नि मेलम्ची घ्याङ जाँदैछ त भन्नु न